आज म एक बिहानै आफ्नो कामको लागि भनेर निस्केको बेलामा यो कालीमाटीदेखि अगाडि टेकुतर्फ जाँदै गर्दा यो टेकुको चोकनिर हेर्न सक्छु सबैजना आफ्नो कामको लागि हतार हतार भएर हिँडेको क्रममा तर यहाँ दुईजना चाहिँ यस्तो व्यक्ति देखिनु भयो। उहाँहरू चाहिँ एकदम स्लो के एकदम स्लो पाइलाको भनेर एकदम स्लो मोसन हामीले भिडियोहरूमा कतिको स्लो मोसन देख्छौँ त्यस्तै टाइपको देखिनु भयो होइन। यो के रहेछ भनेर जान्ने उत्सुकता जाग्यो त्यहाँ भएको यताउता सबैलाई सोधे सबैजना अचम्मै हुनुहुन्थ्यो उहाँहरूलाई देख्ने मान्छेहरू होइन। सबैको मनमा एउटै प्रश्न थियो के गरेको होला के होला यो भन्ने खालको प्रश्न थियो कि आएर न के हो यो कुरा चाहिँ हजुरहरूलाई थाहा छ कि छैन, यो कुनै कुराको सङ्केत हो कि अथवा कुनै कुराको प्र्याक्टिस हो कि भन्ने धेरै कुराहरू मनमा लाग्यो कि उहाँहरूलाई देख्ने बेला चाहिँ देखि यो भिडियो बनाएँ हजुरहरू सामने सेयर गर्नुको लागि। यो के होला त खासमा यो किन चाहिँ उहाँहरू यसरी हिँड्नु भएको रहेछ एकदम एकदम स्लो मोसनमा के केही कुराहरूको जल्दीबाजी पनि छैन उहाँहरूलाई, केही कुराहरूको टेन्सन पनि नभएको जस्तो गरेर मजाले आफ्नै तरिकाले हिँडिराख्नु भएको छ। उहाँहरू मात्रै होइन उहाँहरूको एउटा ग्याङै रहेछ कि उतातिर। त्यहाँबाट उहाँहरूलाई हेरिसकेपछि हामी अगाडि बढ्यौँ। अगाडि जाँदाखेरिमा यो क्रममा उहाँहरूलाई हेरिसकेपछि अगाडि उहाँहरूको अरू पनि अनि साथीहरू हुनुहुँदो रहेछ अघि कि यहाँ जस्तो यहाँ हेर्न उहाँहरूलाई सक्नुहुन्छ देखेँ र उहाँहरू पनि केटा हेर्ने मान्छेहरू केटी मान्छेहरू धेरै नै हिँडिराख्नु पर्छ 8-10 जना नै हुनुहुन्छ उहाँहरूको ग्याङ। उहाँ पनि एकदम स्लो मोसनमा खाली खुट्टा है खाली खुट्टा एकदम स्लो के केही कुराको केयर नै छैन उहाँहरूलाई। के हिसाब किताबले हिँडिराख्नु भएको छ कि उहाँ 2-3 जना भइहाल्नुभयो। त्योभन्दा अगाडि फेरि उहाँहरूको अर्को एउटा ग्याङ यहाँ उहाँहरू पनि यसरी नै हिँडिराख्नु भएको छ एकदम खाली खुट्टा। त्यो साइडमा सेतो विन्डसिटर लगाएर हिँडिराख्नु देखिराख्नु भएको होला ट्याक्सीनिर उहाँ पनि त्यही हिसाबले माथिबाट पनि एकजना अरू आउँदै हुनुहुन्छ। यो खासमा के होला त यो के को सङ्केत हो कि अलि अचम्मै लाग्ने कुरा भयो कि यो चाहिँ अचम्मै नै लाग्यो हामीलाई देख्दाखेरिमा पनि अचम्मै लाग्यो जान्ने उत्सुकता धेरै लाग्यो के रहेछ त यो भनेर जान्नु मन लाग्यो कि तर थाहै भएन यो किन भएको यो किन हो भनेर यताउता बुझ्दाखेरिमा चाहिँ कसैले भन्नुहुन्छ नाटक गरेको रिहर्सलको लागि हो भन्नुहुन्छ तर रिहर्सलको लागि होइन। यो उहाँहरू चाहिँ मैले बिहान 7 बजे देखेको 7 बजे देखेर म 7 बजे देखेर घर फर्केँ त्यसपछि फेरि पनि म 9 साढे 9 बजीतिर फेरि त्यही ठाउँमा जाने काम परेर जाँदाखेरिमा उहाँहरू स्टिल त्यहीँ नै हुनुहुन्थ्यो कि त्यसरी नै हिँडिराख्नु भएको थियो। उहाँहरूको एउटा टोली नै रहेछ उता अघि देखिहाल्नु भयो सुरुमा एउटा लेडिज र जेन्ट्स हिँडिराख्नु भएको थियो भने यहाँ चाहिँ दुईवटा जेन्ट्सहरू एकदम एकदम स्लो तरिकाले हिँडिराख्नु भएको छ एकदम स्लो तरिकाले केही कुराको हतार छैन केही कुराको जल्दीबाजी छैन कतै छिटो पुगौँला भन्नु छैन कतै ढिलो होला भन्नु छैन। त्यो हिसाब किताबले हिँडिराख्नु भएको छ कि उहाँहरू चाहिँ खासमा यो के रहेछ भनेर